त्यो पैसा चाहिँ के हो साथी? यो पैसा भनेको हातको मोबाइल हो। कुन बेला आउँछ कुन बेला जान्छ थाहा हुँदैन, एकैछिनमा यो पैसा जान्छ मात्र। त्यति हो? त्यति हो। म भनौँ? ल भन। यो पैसा के हो भने नि, यो पैसा होइन, यो साथी है एउटा कागज हो नि त। कागज त कागज हो होइन, तर सबैभन्दा अमूल्य कागज चाहिँ यही हो क्या। यही हो सर। सबैको लागि मान्छेले यसमै ज्यान दिन्छ, यसकै लागि ज्यान लिन्छ होइन। यसकै लागि यो साथीभाइ, इष्टमित्र, आफन्त अनि खुसी हरेक चिज हो क्या यो साथी। पैसामा मात्रै सीमित नभइकन हरेक चिजलाई किन्न मिल्छ, हरेक चिज हो क्या यो। इज एन्ड एभ्रिथिङ हो क्या यो है। हेर यहाँ कति महिनाको स्यालेरी हो? मनी इज एभ्रिथिङ। 3 महिनाको। 3 महिनाको स्यालेरी कहिले लिने होला त मैले यसरी? 3 लाख महिनामा कमाउनु पर्छ क्या यो। महिनामा होइन, मेरो सोच चाहिँ यो एक दिनको मेरो इन्कम होस् क्या। पछि टक्क मेरो प्यासिभ इन्कम हुन्छ नि, भोलि पर्सि टक्क आफैले केही गरेर होइन, बिजनेस गरेर एउटा लगानी गरेर मेरो एक दिनको कमाइ इन्कम यति बनाउनु मन छ क्या मलाई चाहिँ। पोसिबल छ होला त? छ पछि पोसिबल, पछि समय वर्किङ गरेपछि छ, किन नहुनु। तर कमाउनु छ मलाई यार यस्तो। भ्लगहरू पनि आउँछ, भ्लगहरूबाट पनि भाइरल हुन्छ। ब्लगबाट त अहिले तत्कालै सीमित छैन, अब बिस्तारै भाइरल नभए नि तिम्रो भ्लगबाट म भाइरल छु नि त। अनि म यस्तो फेमस छु कि कुरै छोड्यो। तिमी त अब सिलु दिदी जस्तै चम्काउनु पर्छ क्या। जब तिमीहरू खेलाउँदै थिए धुलो, म खेलाइ थिएँ।